होइन हाम्रो गाउँ चाहिँ यस्तो छ है, सोसियल गर्दा पनि किन बोलाएन किन भनेन भनेर उल्टा रिसाउँछ नि, त्यतिको छ हाम्रो गाउँ चाहिँ। कसले हाल्ने अरे यो बाटोमा टेन्डर? हामी यस्तो बाटो छ र त होइन, यति साह्रो स्याहार्छ, झन् कार्पेटिङ भयो भने त है झाडु मार्छ नि होइन, कार्पेटिङ भयो भने त झाडु लगाउँछ है डेली, अन्त झाडु लगाएर फुल रोप्छ अरे। मलाई लदाउँछ नि, मै बेसी बाइकमा हिँड्छ भनेर। वेदरले पनि साथ दियो। हेलो सबैजनालाई नमस्ते, वेलकम टु माई न्यू भिडियो। र सबैजनालाई नमस्ते होइन। सो अहिले भने चाहिँ हामी हाम्रो मजाको रोडहरू निकै बनिनु थालेको छ होइन, त्यही भएर जोस जाँगर आएर चाहिँ हामीले होइन आफ्नो बाटो केही दिनको लागि पर्खिनु भनेको छ र त्यही कारणले गर्दा अलिकति गाडी नकुद्ने स्थिति भएर चाहिँ हामी जाँदैछौँ आज सोसियल गर्नु। यहाँ छ एकजना गिटारहरू बोकेर यहाँ पर आउनु हुँदैछ, दा अरू पनि आउनु हुँदैछ। खै दियोस् दालाई फोन गरिदिनु गिटार सिटार बोकेर होइन। अन्त रोडको कन्डिसन चाहिँ एकदमै खराब भएर चाहिँ गाडी नचल्ने स्थिति भएर चाहिँ हामी जाँदैछौँ। यहाँतिर चाहिँ यतिको राम्रै छ र हाम्रो मजाको तल पुच्छरदेखि चाहिँ हाम्रो रोड बनिनु लाग्यो, ढलाइ डङ्केडङ हुनु थाल्यो होइन। र सबैजनालाई हामी धन्यवाद दिन चाहन्छौँ त्यस बाटोको लागि जतिजनाले खट्नुभयो फिजिकल्ली होइन, अफिसियली सबैजनालाई हामी धन्यवाद दिन चाहन्छौँ। र भन्नुभएको छ उहाँहरू सबैले 2025 भित्र चाहिँ हाम्रो यो जुन चाहिँ अप्पर रङ्गित मजाको बाटो माथि भाइ जौबारी भएर चाहिँ रिम्बिक रोडसम्म चाहिँ कम्प्लिट हुन्छ भनेर। सो हामीलाई धेरै आशा र भरोसा राखेका छौँ। यहाँनिर चाहिँ केटाहरूले भनेको गल्तीले यो खाल्टातिर पस्यो भने चाहिँ निकाल्नै साह्रो अरे। तलबाट जाउँ म, यस्तो त हुन्छ। यहाँबाट नाली काटेको थिएँ नि मैले प्रवीण दा, यसलाई पनि अलिक बनाउनु पर्छ, यहाँदेखि ओह्रालै निकाल्नुपर्छ नाली। उयो तलको हाम्रो एउटा नाली बुच्चेको रहेछ नि त प्रवीण दा, टर्निङको त्यो चाहिँ खोल्नुपर्छ हौ मेन। अहिले हामी 3 जना मात्र छौँ, अब 4 जना 5 जना कतिजना हुन्छ आज छैन। हाम्रो गाउँ चाहिँ यस्तो छ है, सोसियल गर्दा पनि किन बोलाएन किन भनेन भनेर उल्टा रिसाउँछ नि, त्यतिको छ हाम्रो गाउँ चाहिँ। यहाँ त सिँढी भएछ नि त, यहाँनिर नि यो माथिल्लोपट्टिबाट हेर्ने चढ्नै सक्दैन यस्तो छ। तलदेखि उकालो मौसमले पनि साँच्ची नै हामीलाई चाहिँ साथ दियो। कना त चाहिँ आउनु हुँदैछ मैले अघि भनेको छ कि ऊ यहाँ तल छ नि मेन चाहिँ। यहाँ त तिम्रो अहिले अलिकति रोडा गरौँ कि पानी यता बग्ने चाहिँ बनाउनु। ऊ यहाँनिर नाली बुच्चेको छ हौ विशेष, हजुर यहाँ बुच्चेछ नि त दा, ब्लक भएको छ नाली। यो मेन चाहिँ यो खोल्नुपर्छ, यो हाम्रो नाली चाहिँ यो होइन, यहाँ चाहिँ बुच्चेछ यी। पहिला चाहिँ हाम्रो यहाँबाट नाली खोल्नुपर्छ, यहाँसम्म यो नाली चाहिँ यहाँ छ नि त, त्यता मात्रै बुच्चेको होला हौ दा, यता त खुल्लै छ। खोल्नुपर्छ नि दा, दिदा पनि आइपुग्यो यहाँ हेर। मैले यहाँ चाहिँ यस्तो खतरा हुने कि अब यहाँ ढुङ्गाको सोलिङ बुन्दैछ। हेड मिस्त्री पो त म चाहिँ आजको हेड मिस्त्री। अब फेरि यहाँदेखि फाउन्डेसन गरेर सोलिङ लाएर माथि लाउनु पर्ने। ल त अब रोडाहरू सोर्ने काम सोलिङ लाउने काम धमाधम हुँदैछ। लु सरकारले रिचार्ज पनि बढाएको अरे हो, रोड पनि आफै बनाउनु पर्ने, मोरिन्छ त अन्त यस्तो पाराले त होइन कि के भन्छ त? कसले हाल्ने अरे यो बाटोमा टेन्डर? सल्लाह हुँदैछ होइन। हाम्रो त तलदेखि बनिनु थाल्यो, सबैलाई धन्यवाद होइन। अब 25सम्म चाहिँ माथिसम्म नै बनाउनु पर्यो नि त कि के भन्छ? एकदम बनिनुपर्छ नि। हेर अन्त केटाहरूले नाली त अन्त दामी सफा गर्दैछ त हौ, यहाँ चाहिँ ड्याममै नाली हाम्रो चाहिँ। तर नाली चाहिँ दामी छ यस्तो भन्दैछ केटाहरूले, पछि यो रोड जसले कन्ट्र्याक्टमा पाउँछ यो नालीहरू बनाएको सफा गरेको चाहिँ माग्ने पो भन्दैछ। अहिले चाहिँ श्रमदान जनता बढ्यो। 1 2 3 4 1 2 2 4 6 मसँग भए 7 जना 8 9 जना त भएछ है।
अब एक टर्निङ चाहिँ सकियो अब अर्को टर्निङ जान्दैछौँ हामी अब तल्लो ग्रुपकोलाई बोलाउँछु अब केटाहरूले मलाई लदाउँछ नि मै बेसी बाइकमा हिँड्छ भनेर कम भयो यो पनि हटाइदिँदो रहेछ त अन्त यो पनि हटाउँदो रहेछ त हामी यस्तो बाटो छ र त होइन यति साह्रो स्याहार्छ झन् कार्पेटिङ भयो भने त है झाडु मार्छ नि होइन कार्पेटिङ भयो भने त झाडु लगाउँछ है डेली अन्त झाडु लगाएर फुल रोप्छ अरे हो तल निकै राम्रो भयो अब चाहिँ ए तलको देशदा ल्याउनु न चपरा हामी जाउँ माथि चपरा ल्याउनु न अब चाहिँ छुट्टी हुने बेला पनि भयो कि हेभी छ हेभी दामी सोरिदिनु भएछ म लड्दिनँ नि धन्यवाद तपाईँलाई क्याप लाउने चाहिँ गुरु हो निकाल्यो फेरि गुरु हो नि त अन्त गुरु हाम्रो ल अब हाम्रो छुट्टी भयो नाली साली नगरौँ आज